ओके, आज हामी सिक्नेछौँ वेबसाइट बनाएर डिप्लोय गर्नलाई। सुरुमा एउटा फाइल बनाऊँ HTML-मा index.html। यो चाहिँ नेटिफाईमा डिप्लोय गर्ने भएकोले index.html नै राख्नुपर्छ। अहिले मैले idx.html राखेँ। यो गर्दा पछि डिप्लोय चाहिँ हुँदैन, तर पनि म एउटा यहाँ मैले सानो प्रम्प्ट राखेको छु, क्रिएट अ स्टङ पोर्टफोलियो फर मेरो नाम, तपाईँको नाम राख्न सक्नुहुन्छ। डिटेल्स BCU स्टुडेन्ट इन TU मोडल क्याम्पस दमक हुनुपर्ने, दमक मोडल क्याम्पस भएको छ। इट्स ओके। यो एउटा एक्जाम्पल हो। युज बेन्टो ग्रिड लेआउट। बेन्टो ग्रिड भनेको म एप बनाएर देखाउँछु। Fascinated to learn new things, especially related to AI in trend, having front-end knowledge with React and GSAP. यस मैले सिम्पल प्रम्प्ट दिएको छु। यसको रिजल्ट भनेको यहाँ आइसकेको छ र यो म कपी गरेर यो यहाँनिर पेस्ट गरेँ। यो पाइथनको एरर देखाए जस्तो लाग्यो। ठिक छ, केही हुन्न। र यसलाई म खोल्छु लाइभ सर्भरमा। यदि तपाईँहरूकोमा लाइभ सर्भर इन्स्टल छैन भने यहाँनिर गएर लाइभ सर्भर सर्च गरेर यसलाई चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ फर्स्टमा। त्यसपछि हामीले यसलाई डाइरेक्टली लाइभ सर्भरमा अल्ट एलो गरेर खोल्न पनि सकिन्छ। र यहाँनिर हाम्रो वेबसाइट लाइभ सर्भरमा खोलिसकेको छ। अनि यस्तो रहेको छ वेबसाइट, हेर्न सक्नुहुन्छ। त्यस्तो सिम्पल प्रम्प्ट थियो, त्यस्तो राम्रो वेबसाइट त एक्सपेक्ट नगरौँ, रै पनि यतिको ठिकै छ। र यसलाई अब डिप्लोय गरौँ। नेटलिफाई म यहाँनिर खोल्छु, किन यहाँ खुलेको छैन अहिलेसम्म नेटलिफाई। म यो ब्राउजर कहिले चलाउँदिनँ पनि त्यतिकै छ। र नेटलिफाई खोल्न चाहिँ एकदम सिम्पलै छ। कन्टिन्यू विथ गुगल गर्छौँ हामी, यो पनि देखायो। ठिक छ, यसैबाट गरौँ। मैले कन्टिन्यू गरेँ। यो खुल्दै गर्छ। हामी बेन्टो ग्रिड भनेको चाहिँ कुन हो भन्दा यो तलको जुन ग्रिडहरू छ यो बेन्टो ग्रिड हो। मेरो माउस हल्का बिग्रेको छ, स्क्रोलले अलिक काम गर्दैन। स्टिल हामी यो नाममा विवेक अधिकारी, यो नाम आइसक्यो होला सर, विवेक 22। मैले फर्स्ट टाइम खोल्दैछु नेटलिफाई। यो उसमा हाउ आर यु प्लानिङ नेटलिफाई पर्सनल युज एन्ड स्कुल भन्दा पनि हुन्छ साँच्ची। यो कहाँ आयो? बिगिनरमा वाट काइन्ड अफ प्रोजेक्ट? पोर्टफोलियो छ, पोर्टफोलियो छैन। त्यसो हुँदा वेब एप गरौँ। डिस्क्राइब यु स्टुडेन्ट। अरे सर्च हाउ डिड यु हियर भनेको सर्चले नै भेट्यौँ हामीले। र यो नेम यो टिम, नो टिम एन्ड जे नि लेख्दा भयो। यो त्यही लेख्नुपर्छ भन्ने छैन। त्यसपछि हामीले यहाँनिरबाट ब्राउज गर्नु, ब्राउज फाइल टु अपलोड। हामीले फाइल अपलोड गर्ने हो। र त्यो चाहिँ केसमा छ भन्दा मेरो सी ड्राइभभित्र रियाक्ट मिटभित्र लङभित्र आइडिएक्स छ। र अब यसले आइडिएक्सको नेम चेन्ज गर भन्छ, किनभने नेटलिफाईले index.html लाई मात्र चिन्छ। नेम रिनेम एन्ड डिप्लोय। अब हाम्रो केही सेकेन्डमै वेबसाइट चाहिँ डिप्लोय भइसक्छ, टाइमै लाग्दैन। यहाँ हाम्रो वेबसाइट आइसकेको छ। हियर इज आवर वेबसाइट। यो लिङ्क अब तपाईँहरूले सेयर पनि गर्न सक्नुहुन्छ। र यसको सुरुमा चाहिँ हामी